Hi everyone, my name is Shruti. I do freelancing Upwork ma अनि I am also a full-time employee. आज चाहिँ म के शेयर गर्दैछु भने how I manage my time to do freelance job while being a full-time employee. And honestly भन्नुपर्दा दुवै एकैचोटि ब्यालेन्स गर्न अनि आफूलाई फ्री टाइम निकाल्न चाहिँ इज भेरी डिफिकल्ट. मोस्टली म त्यही भएर बिजी मात्र भइरा हुन्छु, काम मात्र भइरा हुन्छ. मेरो चाहिँ अफिस टाइम चाहिँ फुल टाइम चाहिँ मन्डे टु फ्राइडे हुन्छ अनि आई हेभ 2 अफ डेज, त्यो चाहिँ स्याटरडे र सन्डे हो. सो फ्रिलान्स वर्कहरू चाहिँ मोस्टली स्याटरडे र सन्डे गर्न कोसिस गर्छु. अनि एकदमै धेरै काम भएको, धेरै जबहरू एक्टिभ भएको बेलामा चाहिँ राति कहिलेकाहीँ अफिसबाट आएर पनि आई हेभ टु वर्क. सो यो भिडियो चाहिँ बोथ इन्फर्मेटिभ बेस्ड र ब्लग बेस्ड टाइपको बनाउन खोज्दैछु. सो म चाहिँ आज सन्डेदेखि अर्को स्याटरडेसम्म थोरै रेकर्ड गर्दै राख्नेछु. अनि टुडे सन्डे अनि त्यसपछि मेरो चाहिँ यो विक 4वटा एक्टिभ जबहरू थियो. अनि त्यसपछि हिजो चाहिँ मैले 3टा कम्प्लिट गरिसकेँ. फ्राइडे र स्याटरडे गरेर आई वर्क लाइक 17 आवर्स, 8 आवर्स बाँकी छ. अनि त्यसपछि 8 आवर्समा चाहिँ 2 घन्टा मैले अघि नै गरिसकेँ होइन. अनि मैले चाहिँ अब बल्ल यो भिडियो बनाउँछु भनेर खोजिरहेको थिएँ. अनि त्यसपछि स्टिल आई हेभ 6 आवर्स लेफ्ट. अनि आज चाहिँ म त्यही काम गर्छु. आइ एम गोना सो यु हाउ आई डु इट भनेर. अनि त्यसपछि भोलिबाट चाहिँ आइ एम गोना सो हाउ माई विक गोज, वर्क डेहरूमा चाहिँ कसरी बित्छ, कसरी म्यानेज गर्छु टाइम भनेर देखाउँछु. अनि त्यसपछि इफ आई हेभ अ वर्क बिचमा फ्रिलान्सको जब भने आइ एम गोना टेल यु गाइज. अनि त्यसपछि घरमै बसेर चाहिँ आई मिट यु अन स्याटरडे. मेरो फ्रिलान्सिङको साइकल चाहिँ रन्स फ्रम मन्डे टु सन्डे हुन्छ. मेरो अफिसको त अब मन्डे टु फ्राइडे छ नि त, मेरो चाहिँ मन्डे टु सन्डे हुन्छ. अनि सन्डे भयो नि त आज. अनि त्यसपछि यो विकको साइकल चाहिँ एन्ड हुन्छ कि, त्यही भएर आई हेभ टु वर्क एनीवे. जसरी भए पनि मैले 8 आवर्स चाहिँ काम गर्नै पर्छ, सक्नै पर्ने छ. अनि त्यही भएर आज चाहिँ म एकदमै एक्साइटेड छु काम गर्नको लागि. सो लेट्स वर्क. विक चाहिँ मैले 1 2 3 4 4वटा प्रोजेक्टमा एक्टिभ थिएँ. अनि त्यसपछि लाएर मैले चाहिँ 17 आवर्स फ्राइडे र स्याटरडे गरेँ अघि नै मैले भने जस्तो. अनि त्यसपछि आई एम वर्किङ अन दिस प्रोजेक्ट. अनि 2 आवर्स चाहिँ मैले अलरेडी गरिसकेँ. अनि स्टिल मेरो चाहिँ लगभग 6 आवर्स लेफ्ट छ, भनौँ 5 आवर्स जति लेफ्ट छ होइन. सो म चाहिँ त्यही काम गर्छु आज. अनि भोलिबाट चाहिँ मेरो अफिस हुन्छ. अहिले मैले यो गर्न लागेको काम चाहिँ कति धेरै इजी छ होइन. अनि त्यसपछि अस्तिको हप्ता जस्तो आई डोन्ट ह्याभ टु स्पेन्ड एनी टाइम अन्डरस्ट्यान्डिङ द वर्कफ्लो, ट्युटोरियल यताउति हेरेर. अनि आजको काम चाहिँ सिम्पल छ, जस्ट डिजिटाइजहरू मात्र गर्ने, म्याप बनाउने मात्र हो. सो मलाई चाहिँ एक्टिभ म्यापहरू बनाउन. अनि त्यसपछि यो चाहिँ मलाई टाइम गएको पनि थाहा हुँदैन, 8 घन्टा बिताए पनि 8 मिनट जस्तो लाग्छ होइन. यो चाहिँ एकदम फन छ यो प्रोजेक्ट चाहिँ, मलाई रमाइलो पनि लाग्छ. त्यही भएर आज चाहिँ केही ट्युटोरियल हेर्नु पर्दैन, म चाहिँ जस्ट केही सुनेर काम गर्ने गर्छु. सुनिकन कामै गर्न मन लाग्दैन होइन. आई मोस्टली लिसन टु स्टेफनी सु, रटन म्याङ्गोहरू सुन्छु होइन. अनि उसको चाहिँ जे पनि मलाई सुन्न मन लाग्छ. तपाईँहरू पनि सुन्नुहुन्छ स्टेफनी सु भने प्लिज कमेन्ट. लन्च ब्रेक. सन्डे चाहिँ आई स्पेन्ड होल डे काममा, फ्रिलान्स भन्नु के भन्नु, काम गरेर. सो अहिले चाहिँ मैले ब्रेक लिँदैछु. अहिले चाहिँ आइएम हाफवे थ्रु आजको वर्क. अनि विकली लिमिट चाहिँ रिच भयो, तर मेरो सके होइन कि अझै आधा घन्टा जस्तो लाग्छ. अपवर्कमा चाहिँ एउटा डिसएडभान्टेज भनौँ कि के भनौँ, अब मेरो अरू कामको चाहिँ होइन 30 आवर्स त्यस्तो बाँकी छ. अनि त्यसलाई चाहिँ मेरो बियरली 6-7 घन्टामा सकिन्छ. अनि 8 घन्टा दिएकोवाला चाहिँ अलिक धेरै बेर लाग्छ कि. अब त्यो यो कामको अरूकोमा गएर गर्दिन पनि नमिल्ने. अनि त्यसपछि उसले फेरि मलाई टाइम लग म्यानुअली गर्न पनि लगाएको छैन, 8 आवर्समा कम्प्लिट गर्नै पर्ने भने जस्तो थियो नि त कन्ट्र्याक्टमै. अनि त्यही भएर कस्तो डिफिकल्ट हुन्छ कि कुनै बेला चाहिँ अब जुन काममा चाहिँ धेरै बेर लाग्दैन त्यसमा चाहिँ विकली लिमिट बढी हुन्छ. अनि जुनमा चाहिँ धेरै टाइम लाग्छ त्यसको चाहिँ जम्मा 8 घन्टा छ कि, विच इज सो स्याड. गाइज आई एम फाइनली डन विथ द वर्क. अहिले 7:21 भयो. अनि मैले यही विक होला यत्रो धेरै काम गरेको चाहिँ मैले मेरो जीवनभरिकै. सो लेट मी सो यु हाउ मच आई वर्क दिस विक.
सबै क्याल्कुलेट गर्यो भने लगभग कति हुन्छ 825 आवर्स ल अलमोस्ट 25 आवर्स काम गरेछु। गाइज म चाहिँ फाइनल्ली घर आएँ अनि आई थट म चाहिँ आज मेरो केही काम हुँदैन रेस्ट गर्छु यस्तै भनेर सोचिरहेको थिएँ बट सडनली काम पर्यो होइन। मलाई चाहिँ फेरि असाइन गरेको रहेछ टिम्सबाट अनि यो कम्प्लिट गरेर हालिदियो ड्रप बक्समा भन्नुभएको रहेछ अनि त्यही भएर त्यही गरिहाल्नुपर्ने छ छिटो। मैले भन्नलाई त यो भिडियो हाउ आई म्यानेज माई टाइम भनेर भनेको थिएँ होइन तर यस्तै नै हुन्छ होइन के म्यानेज के भन्नु जुन बेला पनि काम मात्र गरिरहनु पर्छ। यदि इफ यु आर नट रेडी फर दिस काइन्ड अफ स्ट्रेस भने डोन्ट इभन थिङ्क अबाउट बिकमिङ अ फ्रिल्यान्सर। गुड मर्निङ गाइज इट्स मन्डे मर्निङ आज अनि म चाहिँ अलरेडी लेट भइसकेँ अफिस जानको लागि किनभने म चाहिँ आज हेड अफिस जाँदैछु अनि त्यहाँ पुग्नै मलाई 1.5 घन्टा लाग्छ अनि अलरेडी 7:30 भइसक्यो अनि छिटो गरेर म निस्किहाल्छु। अरू दिन चाहिँ म यति केयु जान्थेँ अनि त्यसपछि एकैछिनमा पुग्थ्यो तर आजबाट चाहिँ मलाई उतै आउनु भन्नुभएको छ कि दाइले त्यही भएर अनि बेलुका आउनु पनि ढिला हुन्छ यस्तै हो। हाई आज चाहिँ वेन्सडे भयो। हिजो राति चाहिँ मेरो केही नै काम थिएन म घर आउने बित्तिकै सुतिहालेँ गाह्रो भएर अनि आज पनि केही नै थिएन तर थोरै मेरो चाहिँ मिस्टेक भएर अलिकति रिभाइज गर्नुपर्छ अनि आधा घन्टा जस्तो लाग्छ त्यसपछि म सुत्छु। म भर्खर घर आएँ अनि त्यसपछि थोरै कामहरू थियो मेरो अहिले पनि फेरि अनि आज चाहिँ मलाई कस्तो थकाइ लागिरहेछ ट्राभल गर्नुपर्छ नि त बनेपासम्म काठमाडौँबाट अनि त्यसपछि कस्तो थकाइ लाग्छ क्या। एनिवे काम गर्नै पर्ने हाल्यो होइन अर्को काम लिएपछि सो म चाहिँ यतिकै किन रुन्छु थाहा छैन घरिघरि यस्तै हुन्छ त्यस्तै हो गाइज डोन्ट माइन्ड मी। हाई गाइज इट्स फाइनली फ्राइडे अनि अब म चाहिँ अफिस जाने बेला भयो होइन। हिजो बेलुका पनि म 11 बजे सुतेँ अनि त्यसपछि आज बिहान फेरि छिट्टै उठेर लौ न मिटिङ गर्नु पर्यो भनेर होइन म गर्दिनँ भन्दा नि जस्तो हेरेर कन्क्लुजन मात्र दियो हुन्छ च्याटमा भनेर अनि म चाहिँ निन्द्रामा उठेर फेरि 5 मिनट मिटिङ बसेँ अनि होपफुली आज चाहिँ केही नै गर्नु पर्दैन होला मलाई केही गर्ने एनर्जी पनि छैन म एकदमै स्लिप डिप्राइभ भइरहेको छु त्यही टायर्ड नदेखियोस् भनेर हल्का मेकअप गरेर जान रेडी भइरहेको छु। दिस इज द आउटफिट फर टुडे। नो सुज जुत्ता छैन भोलि पनि होपफुली केही गर्नु पर्दैन होला म कस्तो टायर्ड भइरहेको छु नि त त्यही भएर अनि त्यस्तै भनेर म आज बेलुका चाहिँ अलिकति कन्क्लुजन टाइपको भिडियो बनाउँछु होला इफ आई एम एबल टु मलाई मन लाग्यो भने होइन। गाइज इट्स फाइनल्ली स्याटरडे अनि यो विक चाहिँ एकदमै डिफिकल्ट भइरहेको थियो मलाई यताउता टाइम म्यानेज गर्न त्यही पनि जस्ट सक्यो विक होइन। हिजो चाहिँ म राम्रोसँग सुतेँ घर आउने बित्तिकै सुतेँ अनि बिहान 7 बजेतिर उठेँ अनि त्यसपछि फुल स्लिप पुग्यो त्यही भएर मेरो मुख अलि राम्रो देखिरहेछ अनि त्यसपछि आज चाहिँ फेरि रेस्ट लिन्छु यस्तो भनेको थिएँ तर मलाई
फेरि काम पर्यो अनि ल भइहाल्यो घर बसी नै पेन्सन नि हो जसरी नै आँखा त दुखिहाल्छ हैन हात पनि यस्तो सार्दा दुखिहाल्छ त्यसको सट्टा म बरु कामै गर्छु भन्ने जस्तो लागिरहेछ के फेरि केही नगरी बस्यो भने नि ला के गर्नु छैन कि आज त दिनभरि यसै गयो भन्ने जस्तो लागेर म त फेरि टेन्सन हुन्छ के त्यही कुरामा जस भोइलेसन के भन्ने लागिरहेछ के भने मैले बुझेकै छैन यति मात्र रन भइरहेछ Guys, I am finally done with आजको मिटिङ अनि यो विक सक्यो फाइनली अनि त्यसपछि फाइनली फेरि सन्डे इभिनिङ भयो मैले यो द्याट मिन्स मैले यो भिडियो बनाउन थालेको एक हप्ता भयो हैन अनि यो विक वाज रियली टफ मलाई त एकदम गाह्रो नै भइरहेको थियो हैन खाली काम गर्यो अनि फेरि घर आयो फेरि अलिअलि भयो नि काम गर्यो 1 घण्टा 2 घण्टा भयो नि गर्दा गर्दा 17 आवर्स पुगेछ अनि त्यसपछि लाइक मैले काम नगरेको भनेको फ्राइडे कि थर्सडे कुन दिन थियो हैन मैले अहिले भुले अनि त्यसपछि आज मैले के पनि गरेन एकछिन 50 मिनेट अर 40 मिनेट्स जति अलिअलि चलाएँ हैन त्यति हो अनि त्यही भयो यो विकलाई अनि त्यसपछि मैले यो भिडियो चाहिँ मैले कसरी टाइम म्यानेज गर्छु भनेर राम्रोसँग भिडियो बनाउँछु सबै डिटेलली त्यस्तो भन्ने सोचेको थिएँ नि त तर त्यो सोचेको जस्तो भएन के किनभने यस्तो भयो नि त अब एकदम सबै कुरा रसमा भइरहेको थियो अनि जस्ट मैले त त्यो अब रेकर्ड गर्न पनि बिर्सिने के काम गर्न थालेर अनि त्यसपछि त्यस्तै भयो अनि मैले चाहिँ आई ट्राइड टु कभर एभ्रिथिङ तर सकेन अनि त्यही नै भयो सो त्यति नै भयो यो आजको भिडियो चाहिँ तपाईहरुलाई यो भिडियो हेर्दा रमाइलो लाग्यो और समवट इन्ट्रेस्टिङ लाग्यो भने चाहिँ सब्स्क्राइब टु माई च्यानल अनि अर्को कुरा भनेको चाहिँ आई डिड मेक 1 लाख लास्ट विक तर यो गर्नको लागि चाहिँ धेरै हार्डवर्क चाहिन्छ डेडिकेसन चाहिन्छ हैन यो विक त मैले देखाएँ हैन यस्तो हुन्छ रियालिटी म फुर्सद पाउँदिन भनेर अनि त्यही नि यो विक अब असिनाको जति मैले काम गर्न सकेको छैन नि त असिन त मैले 20+ आवर्स गरेछु 25 आवर्स भनेको थिएँ नि त त्यति बेला झन् टफ थियो के मेरो सिचुएसन अनि तर मैले त्यो बेलामा फुल डे गरेको थिएँ नि त सन्डे त्यही भएर नि अलि टाइम मुभ भएको थियो हैन अनि त्यसपछि तपाईहरु चाहिँ सजिलो जस्तो लाग्छ भने चाहिँ इट्स नट ट्रु धेरै नै हार्डवर्क डेडिकेसन चाहिन्छ हैन कन्सिस्टेन्सी चाहिन्छ अनि त्यही भयो भने चाहिँ यु क्यान डेफिनेटली विन अन अपवर्क सुरुमा गाह्रै हुन्छ